आखिरी चन्द्रेले बुवा आमाको बिरामी अवस्था देखेर चन्द्रेले अमेरिका जाने भिसालाई पनि त्यागे। आरती, किस्ने र दलिरामले उमेश र मुनासँग कस्तो खेल खेलेर गाउँबाट निस्किनु परेको हो त भन्ने कुरा आज हामी यस भिडियोमा बताउन लागिरहेका छौँ। भिडियोलाई भने अन्त्यसम्म हेरी च्यानलमा तपाईँ नयाँ हुनुहुन्छ भने च्यानललाई एक सब्स्क्राइब गर्न नबिर्सिनुहोला, ताकि हामी यस्तै भिडियो लिएर तपाईहरूको माझ उपस्थित हुनेछौँ। आउनुहोस् आजको भिडियोतर्फ लागौँ। मुना र उमेशले चापागाउँमा रहेका चन्द्रेलाई विदेश जानबाट रोक्नको लागि मुना र चन्द्रे सहरतर्फ आउँदै गरेको अवस्थामा उमेशलाई एक्कासी बाटैबाट अपहरण गरेर जङ्गलको एउटा रुखमा बाँधेर राखिएको थियो। यो भने आरती र किस्ने अनि दलिरामले गरेका हुन्। उनीहरूको षड्यन्त्र यस्तो थियो कि मुना र उमेश चापागाउँमा चन्द्रेलाई भेटिसकेपछि चन्द्रेलाई विदेश जानबाट मुना र आरतीले रोक्छन् अनि चन्द्रेको घर परिवारलाई तहस नहस पार्ने आरती र किस्नेको योजना विफल हुन्छ भन्ने कुरा थाहा पाएर आरती र किस्नेले उमेशलाई बाटैबाट अपहरण गरेर जङ्गलको कुनामा लगेका थिए। आरतीलाई उमेश र उमेशको आमा लगायत उमेशको परिवारले आफूलाई नराम्रो व्यवहार गरेको कारणले आरती उमेशको परिवारदेखि धेरै रिसाएकी हुन् भने किस्ने चन्द्रेसँग पहिले नै दुश्मन भएको कारणले किस्नेले चन्द्रेको परिवारलाई पनि तहस नहस गर्ने र बाण फैलो गर्ने सधैँ योजनामा लागिरहेका हुन्छन् किस्ने। तर समय र भगवानको कृपाले चन्द्रेको बाबा अचानक बिरामी भएपछि चन्द्रेलाई अमेरिका जानबाट मन लागेन, किनकि चन्द्रेले बुवा आमा भन्दा ठुलो यो संसारमा धन सम्पत्ति हुँदैन भन्ने कुरा महसुस गरिसकेपछि चन्द्रे अब विदेश जान छोड्ने भएका छन्। यो कुराले हेर्ने हो भने चन्द्रेले आफ्नो बुवा आमालाई पैसा भन्दा पनि धेरै माया गर्दा रहेछन् भन्ने कुरा हामीले प्रष्ट थाहा पाउन सक्छौँ। चन्द्रेले मुनासँग भएको मनमुटावमा मुना सही रहेछिन्, मैले नै गलत सोचेको रहेछु भन्ने कुरा महसुस गरेर चन्द्रे मुनासँग फोनमा गफ गर्दै लाग्दा चन्द्रेका बुवालाई झन् चाप्न थाल्छ र चन्द्रे बुवाको नजिकमै जाँदा चन्द्रेको फोनबाट मुनाले थाहा पाइसकेकी हुन्छन् कि बुवालाई अस्पतालमा चन्द्रेले लगेका रहेछन् भन्ने कुरा। त्यही कुरा थाहा पाएर मुना हात्तिएर एक्कासी तुलसा भाउजूलाई मुनाले सबै कुरा बताउँछिन् र तुलसा भाउजू पनि गएकी हुन्छन् आफ्नो बुवालाई भेट्नको लागि। मुनाले अप्रत्यक्ष रूपमा चन्द्रेको घर परिवारलाई सहयोग गरिरहेकी छिन्। कहिले आफ्नो आमाले दिएको पेवाको सम्पत्ति चन्द्रेको घर परिवारमा ल्याएर घरलाई उकास्ने सोच गरिरहेकी छिन् भने कहिले चन्द्रेको बुवा आमालाई तनाव हुन्छ भनेर नराम्रो कुरा उनले पोख्न सकेकी छैनन्। यसरी हेर्दा चन्द्रे र मुनाले आफ्नो घर परिवारलाई सबै ठोक ठानेका छन्, आफ्नो बुवा आमालाई सर्वश्रेष्ठ मानेका छन्। उनीहरूले घर परिवारलाई कसरी राम्रो गरौँ भन्ने सोच चन्द्रे र मुनामा धेरै नै देखिएको छ भन्दै आजको यस सकस सिरियलको रिभ्युज भिडियो यति नै। फेरि पनि यस्तै भिडियो लिएर तपाईँहरूको माझ उपस्थित हुनेछौँ। आजलाई बिदा हुन्छौँ। हस्त, धन्यवाद।